नमस्कार। तपाईँको सहायत्री हेरेर बसिराख्नुभएका तमाम श्रोता मित्रहरूको माझमा म फेरि पनि उपस्थित भइसकेको छु। म तपाईँहरूकै सहायत्री आकाश तामाङ। आज हामी एउटा अत्यन्तै संवेदनशील घटनाबारे कुरा गर्दैछौँ। बारा जिल्लामा बालिका गरिमा चौधरीको घटनाको बारेमा सार्वजनिक समाचार अनुसार साउन 31मा गरिमा चौधरी घरबाट हराएपछि परिवार र स्थानीयले उनको खोजी गरेको थिए। केही दिनपछि उनको शव भेटियो। शव भेटिएपछि घटना थप गम्भीर बनेको हो। प्रहरीले घटनामा संलग्न भएका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको समाचार सार्वजनिक भएको छ। एउटा बालिकाको जीवन गुम्नु केवल एउटा परिवारको मात्र पीडा होइन, यो हाम्रो समाज, हाम्रो सुरक्षा व्यवस्था र हाम्रो जिम्मेवारीसँग जोडिएको विषय हो। हामी कसैको दोषी घोषणा गर्नु अघि अनुसन्धान र अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ, तर पीडित परिवारले न्याय पाउनुपर्छ भन्ने आवाज उठाउनु हाम्रो सामाजिक जिम्मेवारी हो। कसैको नपर्नु है हजुरहरूले भरमा हाल्यो मन पीडाले, यसै नि गाउन गाह्रो भयो।